उड्दै के मेरो भाइ टिकटक बनाउन भनेको के भिडियो भाइ भाइले भन्नु भने भन नै नभन भाइले बनाउन नि भाइ अहिले नयाँ बना मेरो कानै बलियो रहन्छ के भाइ जमाना अस्मिता अस्मिता पैसा हो कहाँ हुन्न यस्तो पैसा मैले लगाइदिनु पर्यो लगाइदिएछ नि सानोलाई त लगाइदिएँ म 500 दिन त फेरि लगाइदिएँ अब दिनु दिने तीनटा जल्दी नै बाबाको 5000 कहाँ छ र नोट ठगेस ठग्ने काम नगरे ठग भर्खरै ठग 600 को हो के मेरो मोबाइल खोइ मेरो पल्ला लगाइदिन्छ र यिनीहरूलाई लगाइदिए होइन जमरो बन्ने भाइले लगाइदिनु न अझै बस पेट्रा ठेका लान्छ यहाँ त्यो चाहिँ बोर्ड चाहिँ के सबै फोन तैले बोल्नु तिमीले लगाइदिने होइन के नमस्ते भाइ म बजाइन यति सानो भाइलाई के हुन्न लौ लौ कसले दिएको भाइले लौ होइन होइन तिमीले हामीलाई माया दे पुग्छ के अरू चाहिन्न हामीलाई तिमीले भाइले होइन आज दिदीले भाइलाई हो तिमीले हामीलाई माया दे पुग्छ अनि आज दसैँ खै त पैसा त कसैले दिन्न पैसा त हामीलाई कसैले दिन्न नि पैसा त चाहियो तिमीलाई त दियो सोति बुवाले त दिन्छ मैले दिएको होइन ए मैले दिने तिमीलाई मेरो उस्तो त्यहाँ टोकिएर निकालेर ल्याएर एल्ला कहाँ गयो ठुलो बाबाले 500 होला पैसा दिएको नारायण भाइलाई नदेखाला र तैले पनि ल रोक रे अब सानो टिकटक बनाऊ मलाई पनि हो कि सानो आज के एउटा टिकटक बनाऊ ए माधव ऊ झोला भित्र अब ठुलो जनाको टिका लाउने बेला भयो भाइ हामीले त टिका लगाइसक्यो त्यहाँ ठुलो जनाको टिका लाउनु सक्यो गाइस अब मान्छे आएन न हजुर मम्मी त्यही बस्ने एकछिन गाइस अब हामीले पानी खान्छ गिलास छैन लगे रुकन पानी खानु पर्यो यो निकाल त एउटा सबै निकाले अनुजा एउटा मेरो नदिनु एउटा के बोल्न पर्छ नबोलिकन पनि भन्नु पर्दैन के हुन्छ र देखाएर गाइस बाहिर जानु पर्यो फोटो खिच्नु भनेर अब जुत्ता फेरि जुत्ता लाउनु पर्छ यार झिजो यही छ के बुवा अब आउँदै हुनुहुन्छ मलाई झिजो भनेको यही हो यार जुत्ता लाउनु पर्छ जुत्ता पनि ठिक भयो क्या अहिले गाइस सबै घर देखाउँदै के हाम्रो घर आउँछ न गाइस अब हामीले प्रसाद खान्छौँ प्रसाद भाइले पैसा कमाएको भाइ मैले 100 दिनुभयो बुवाले अब हामीले प्रसाद खान्छौँ पिपलको पात खोज्ने अरे हेलो गाइस म लाइभमा आको लाइभ कोही आउनु भएन गीत हाल्नुहोस् के पिपलको पात खोज्न आएको कुलामा छ भन्नुभयो कुलै छैन खै त आऊ पिपलको पात कहाँ र मलाई के थाहा मलाई नि के थाहा
पहिला यहाँ ठुलो पिपलको पात थियो पहिला त हाम्रो घरमै थियो के अँ। अब अब पिपलको पात छ ल टिप अब यस्तो नालामा मुहाली खर्च भने त भइगयो कतिवटा हो टिप सानो टिप मोजा लाएर आछस् चप्पल लाएर आउँछ नि खाने ए टिप टिप न 10-12वटा गाडी नि कुनै कुनै मात्रै चढेको दिन जाति पनि हँ कहाँ जानुभएको र बनके गाडी चलाउनु जान्छ बनके जानु पाइन्छ यो के हो थाहा छ बनकै जान पाइन्छ यहाँ अब प्रसादै दिनु भएन कुराउनी पुरै कामै काम गर्नु पर्यो अब माथि गएर केरा लिएर आउनेहरू छ्या दसैँको दिन बहुत काम गर्न पर्यो अब दसैँ अब आउँदैन केरा किधर बियो केरै छैन गाइड ओहो माथि छ यहाँ छोप्न आऊ यहाँ केरा यता यही पोख्यो या पोखिनबाट बच्यो अब केरा बल्ल खान मिल्यो यति मेहनत गरेर अब बल्ल सबले खान हाल्यो पुऱ्याउने अब हामीले नि खाने हो हामीले नि खाने होइन नि खाँदा